हेलो फ्रेन्ड्स, वेलकम टु माई च्यानल। आज म हजुरहरू सामु यो कुरुसले बनाउने यो डिजाइन लिएर आएकी छु। हजुरहरूलाई कस्तो लाग्छ? यो डिजाइन चाहिँ हजुरहरूले जेमा पनि युज गर्न सक्नुहुन्छ। जस्तै टेबलमा राख्नको लागि होस् अथवा बेड कभरको लागि होस् अथवा आफू स्वेटरकै लागि पनि बनाउन सक्नुहुन्छ है त। यसको लागि चाहिँ मैले यो 3.5 को कुरुस लिएको छु अनि यो चाहिँ नेपाली धागो हो। यो नेपाली धागो चाहिँ 4 प्लाई धागो भन्छ। यसले चाहिँ मैले 81 वटा 81 चाहिँ चेन बनाउँदैछु। अब हाम्रो यो 81 वटा चेन पनि भयो। अब यो हाम्रो फर्स्टको चाहिँ यो हामीले डबल क्रोसेट गर्नुपर्ने। यसको लागि चाहिँ म चाहिँ फर्स्टमा यस्तो गर्छु। यस्तो गरेर बनाउँदाखेरि चाहिँ त्यो हाम्रो साइड चाहिँ एकदमै सिधा हुन्छ। यो फर्स्ट हाम्रो डबल क्रोसेट भयो। यो हाम्रो सेकेन्ड भयो डबल क्रोसेट, सेकेन्ड, अनि यो थर्ड। हामीले चाहिँ यहाँनिर चाहिँ 3टा डबल क्रोसेट गर्ने अनि त्यस पछाडि चाहिँ 2वटा चेन, 1 2 2वटा चेन गर्ने अनि फेरि हाम्रो तलको 2वटा चेन छ नि त्यसलाई चाहिँ स्किप त्यहाँ नबुनेर चाहिँ फेरि 3टा तेस्रोको पालोमा चाहिँ लगाउने। यसरी फेरि त्यहाँ हामीले चाहिँ एउटा डबल क्रोसेट गर्ने यसरी। अब फेरि 2टा चेन यसरी, फेरि हामीले 2टा चेन चाहिँ स्किप गर्ने। तेस्रोमा चाहिँ यसरी फेरि यहाँ डबल क्रोसेट गर्ने यसरी। फेरि हाम्रो 2टा चेन अनि फेरि हामीले 2टा चेन स्किप गरेर तेस्रोमा यहाँ डबल क्रोसेट गर्ने अनि यसरी नै हामीले चाहिँ यो पहिलो लाइन चाहिँ यसरी नै बुन्दै जाने है त। यस्तो भएको छ हेर्नुहोस् त। यसमा अब हाम्रो यो पाल चाहिँ जम्मा 25 वटा हुनुपर्छ। 25 वटा होल 25 वटा भएको छ। अनि हाम्रो यो लास्टमा पनि हामीले जुन फर्स्टमा हामीले 3वटा हामीले डबल क्रोसेट गरेको थियौँ नि त्यो लास्ट अघि मैले त्यो बुनेको चाहिँ त्यो यो फर्स्टको चाहिँ पहिलो र हो। अब यस्तै बनाउनु पर्ने हुन्छ। अब म हजुरहरूलाई चाहिँ म यहाँबाट देखाउँदैछु है त, किनभने मैले यो पहिला नै बुनिसकेकी थिएँ नि त, त्यही भएर अब हजुरहरूलाई म यहाँ यो त्यो लाइन र यो लाइन हाम्रो एउटै नै हुन्छ। यो फर्स्टको यो जुन हामीले अघि थालेको थियौँ नि यो र अब मैले यहाँ पुर्याएको छु यो लाइन एउटै नै हो। हाम्रो जम्मा कति भने 7 स्टेपमा चाहिँ हाम्रो यो रेडी हुन्छ यो बुट्टा चाहिँ। अब यो फर्स्टमा त हामीले यो 3टा डबल क्रोसेट त गर्नै पर्यो। यो 3टा डबल क्रोसेट भयो अनि 2टा चेन। अब यसमा चाहिँ हामीले यो 2टा चेनको स्किप गरेको थियौँ नि अघि नै, त्यहाँनिर चाहिँ फेरि हामीले त्यो होल पछि चाहिँ 2वटा डबल क्रोसेट गर्ने। 1 है, योसँग 2 भयो, त्यो अघिकै त्यसमाथि फेरि गर्ने अर्को डबल क्रोसेटमाथि डबल क्रोसेट गर्ने अनि त्यो होलै पछि चाहिँ हामीले 2वटा डबल क्रोसेट गर्दै 5वटासम्म चाहिँ त्यस्तो गर्ने। हेर्नुहोस् त 1 2 3 4 5 अनि फेरि अर्को चाहिँ 2टा चेन तान्ने अनि त्यसलाई फेरि छोडिदिने यो होल चाहिँ हामीले अनि फेरि 5वटा यस्तै बनाउने है त। अब चाहिँ हामी सेकेन्ड र यो बुट्टाको सेकेन्ड रोमा चाहिँ हामीले चाहिँ अघि हामीले त्यो 5वटा होलमा सबै गरेको थियौँ नि, त्यस पछाडि चाहिँ अब हामीले चाहिँ 7वटा चाहिँ डबल क्रोसेट गर्ने त्यसको माथि। 2 3 4
6 7 गऱ्यौँ अनि त्यस पछाडि हामीले चाहिँ दुईटा चेन तान्ने 1 2 अनि फेरि तलको दुईटा स्किप गरेर चाहिँ त्यो थर्डदेखि चाहिँ फेरि हामीले 7वटा डबल क्रोसेट गर्ने 1 2 यस्तो हामीले चाहिँ 7वटा डबल क्रोसेट गरिसक्यौँ। यस्तो भयो सेकेन्ड र। अब चाहिँ हामी जाँदैछौँ थर्ड रमा। थर्ड रमा चाहिँ अघि हामीले 7वटा डबल क्रोसेट गरेको थियो नि, त्यसमाथि चाहिँ हामीले 5वटा चाहिँ डबल क्रोसेट गर्ने है त। 5वटा भयो। 5वटा भइसके पछाडि चाहिँ अब हामीले 4वटा चेन तान्ने 1 2 3 4 अनि यहाँ सिङ्गल क्रोसेट गर्ने अनि फेरि 4वटा चेन तान्ने अनि फेरि चाहिँ दुईटा स्किप गरेर चाहिँ फेरि 5वटा हामीले चाहिँ डबल क्रोसेट गर्ने। यता जस्तो गरेको थियौँ त्यस्तै गर्ने। अब चाहिँ हामी फोर्थ रमा आइपुग्यौँ। फोर्थ रमा चाहिँ हामीले त्यो अघि 5वटा डबल क्रोसेट थियो नि, त्यसको माथि चाहिँ हामीले 3टा मात्रै गर्ने अनि फेरि 4वटा यो चेन बनाउने। त्यस पछाडि त्यो अघि गरेको त्यस ठाउँमाथि चाहिँ सिङ्गल क्रोसेट अनि फेरि 4वटा चेन फेरि त्यसमाथि सिङ्गल क्रोसेट गर्ने अनि फेरि 4वटा चेन अनि त्यस पछाडि हामीले 3टा सिङ्गल क्रोसेट गर्ने, दुईटा स्किप गरेर। अब चाहिँ हामी फिफ्थ रमा आयौँ। फिफ्थ रमा आउँदाखेरि चाहिँ अब यो 3टा भएको ठाउँमा चाहिँ हामीले अब 5वटा बनाउनु पर्छ है त। 3टाको माथि हामी 3टै बुन्ने, 3टै डबल क्रोसेट गर्ने 2 3 अब अरू दुईटा चाहिँ हामीले यो होलबाट निकाल्दिने है त। 1 2 अब हामीले 4वटा चेन फेरि 1 2 3 4 4वटा चेन यहाँ सिङ्गल क्रोसेट गरेर जोडाइदिने अनि फेरि 4वटा चेन 1 2 3 4 अनि फेरि उता हामीले 5वटा बनाउने। यो होलबाट फेरि दुईटा डबल क्रोसेट गर्ने 1 2 अनि त्यो 3टाको माथि हामीले 3टै गर्ने। यस्तो भयो हाम्रो 5औं र। अब हामी 6औँमा आइपुग्यौँ। 6औँमा हामीले अघि 5वटा भएको थियो नि डबल क्रोसेट, त्यसमा चाहिँ हामीले 7वटा बनाउने हो 2 3 4 5 अनि 2 चाहिँ हामीले चाहिँ त्यो होलबाट निकाल्ने है त। 7वटा भयो। यस्तो हुन्छ। अब यता हामीले 7वटा गरे जस्तै यता पनि त गर्ने हो। त्यो दुईटा मात्रै चेन राख्ने हो बिचमा। यो हाम्रो 6औँ र हो। अब हामी 7औँ रमा आइपुग्यौँ है त। त्यो अघि 7वटाको माथि 7वटै बुन्ने अनि हाम्रो त्यो दुईटा अघि चेन राखेको ठाउँमा यो दुईटा डबल क्रोसेट गर्ने। यो चाहिँ हाम्रो लास्टको बुट्टाको लास्ट भाग हो अनि फेरि उता 7वटै डबल क्रोसेट गर्ने। जम्मा 16वटा डबल क्रोसेट हुन्छ हाम्रो। फर्स्टमा स्टार्ट गर्दादेखिको यो लास्टमा पनि 16 नै हुन्छ। यो हाम्रो लास्टको बुट्टाको लास्टको चाहिँ रो हो यो।
हेर्नुहोस् न कति सजिलो छ। यस्तो यस्तो भएको छ। यसरी नै हामीले चाहिँ परेसम्म बुन्ने हो। यहाँ यता पनि परेसम्म बुनेर जाने हो। अनि त्यस पछाडि स्टार्ट गर्दाखेरि अघि हामीले फर्स्टमा गरेको थियौँ नि, सेम त्यही नै हो। अघि हामीले फर्स्टमा स्टार्ट गर्दाखेरि 3टा बनाएर 2टा गर्दै बनाएको थियौँ नि। यो 2टा चेन अनि एउटा डबल क्रोसेट, 2टा स्किप गरेर एउटा डबल क्रोसेट। अब हाम्रो फेरि त्यहीँबाट सुरु भयो है त यो बुट्टा यस्तो गर्ने अनि त्यही रिपिट गर्दै जाने। हजुरहरूलाई कत्रो बनाउनु मन लाग्छ अनि कति लामो बनाउनु मन लाग्छ, यो बुट्टाहरू चाहिँ जेमा पनि उपयोगी हुन्छ। जस्तै हजुरले स्वेटर हेर्दा अप्ठ्यारो लाग्ने तर बनाउनु अति नै सजिलो लाग्ने, कस्तो लाग्यो त हजुरहरूलाई यो?